कल्पना गर्नुस्, एक युवा जसको सपना केवल आफ्नो बुबाको व्यवसाय सम्हाल्ने मात्र थिएन। ऊ संसारकै सबैभन्दा ठुलो सहर न्युयोर्कमा आफ्नो नाम सुनौलो अक्षरमा लेख्न चाहन्थ्यो। उसले अग्ला भवनहरू बनायो, विलासी होटलहरू निर्माण गर्यो, टेलिभिजनको चर्चित अनुहार बन्यो र अन्ततः संसारकै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति बन्न सफल भयो। यो कथा हो डोनाल्ड जोन ट्रम्पको। डोनाल्ड ट्रम्पको जन्म सन् 1946 जुन 14 अमेरिकाको न्युयोर्क सहरको क्विन्स क्षेत्रमा भएको थियो। उनका पिता फ्रेड ट्रम्प सफल घरजग्गा व्यवसायी थिए भने आमा मेरी इन मैक्लियोड ट्रम्प स्कटल्यान्डबाट अमेरिका आएकी थिइन्। 5 सन्तानमध्ये डोनाल्ड चौथो थिए। सानैदेखि उनी निकै ऊर्जावान र प्रतिस्पर्धी स्वभावका थिए। पढाइसँगै खेलकुदमा पनि उनको रुचि थियो। किशोर अवस्थामा उनको अनुशासन सुधार्न परिवारले उनलाई न्युयोर्क मिलिटरी एकाडेमीमा भर्ना गरायो। त्यहाँ उनले अनुशासन, नेतृत्व र आत्मविश्वासका धेरै पाठ सिके। विद्यालय शिक्षा पुरा गरेपछि उनले फोर्ड हम विश्वविद्यालयमा अध्ययन सुरु गरे। 2 वर्षपछि उनी पेन्सिल्भेनिया विश्वविद्यालयको प्रतिष्ठित वाटन स्कुलमा सरुवा भए र अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त गरे। यही शिक्षापछि उनको व्यावसायिक यात्राको बलियो आधार बन्यो। स्नातक सकेपछि ट्रम्प आफ्नो बुबाको कम्पनीमा प्रवेश गरे। त्यसबेला कम्पनी मुख्यतः मध्यम वर्गका लागि घर निर्माण गर्दथ्यो। तर डोनाल्डको सोच फरक थियो। उनी न्युयोर्कको केन्द्र म्यानहट्टनमा विश्वस्तरीय परियोजनाहरू निर्माण गर्न चाहन्थे। धेरैले उनको योजना असम्भव भने, तर उनले जोखिम उठाए, पुराना भवनहरू पुनर्निर्माण गरे, ठुला लगानीकर्ताहरूलाई आकर्षित गरे र बिस्तारै आफ्नो नाम स्थापित गर्न थाले। सन् 1983 निर्माण भएको ट्रम्प टावर उनका सबैभन्दा चर्चित परियोजनाहरूमध्ये एक बन्यो। सुनौलो सजावट, विलासी डिजाइन र आधुनिक संरचनाका कारण यो भवन विश्वभर परिचित भयो। त्यसपछि ट्रम्प नाम होटल, कार्यालय, गल्फ रिसोर्ट र विभिन्न व्यावसायिक परियोजनासँग जोडिन थाल्यो। यद्यपि उनको यात्रा सधैँ सफल मात्र थिएन। उनले क्यासिनो व्यवसायमा ठुलो लगानी गरे। केही परियोजनाहरूले आफ्नो नाफा कमाए भने केही आर्थिक रूपमा असफल भए। कतिपय कम्पनीहरूले दिवालियापन संरक्षणको प्रक्रिया पनि अपनाए। तर ट्रम्पले आफूलाई पुनः स्थापित गर्दै व्यवसायलाई अगाडि बढाइरहे। व्यवसायसँगै उनी सञ्चार माध्यममा पनि चर्चित बने। सन् 2004 सुरु भएको द अप्रेन्टिस नामक टेलिभिजन कार्यक्रमले उनलाई विश्वभर चिनायो। कार्यक्रममा सहभागीहरू विभिन्न व्यापारिक चुनौती पुरा गर्दथे र अन्त्यमा हार्ने प्रतिस्पर्धीलाई ट्रम्पले एउटा प्रसिद्ध वाक्य भन्थे, "यु आर फायर्ड"। यो संवाद यति लोकप्रिय भयो कि ट्रम्पको पहिचानकै हिस्सा बन्यो। यसबीच उनले धेरै पुस्तकहरू पनि लेखे। ती पुस्तकहरूमा उनले सफलता, नेतृत्व, लगानी र व्यवसायका अनुभवहरू साझा गरेका छन्। उनका समर्थकहरू उनलाई सफल उद्यमीका रूपमा हेर्थे भने आलोचकहरूले उनको व्यापारिक शैलीमाथि प्रश्न पनि उठाउँथे। समय बित्दै जाँदा ट्रम्प केवल व्यवसायी रहेनन्, उनी अमेरिकी राजनीतिबारे खुलेर बोल्न थाले। विभिन्न अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा उनले देशको अर्थतन्त्र, उद्योग, व्यापार र आप्रवासन नीतिबारे आफ्ना विचार राख्दथे। धेरै वर्षसम्म मानिसहरूले उनलाई राजनीतिमा आउँछन् भन्ने अनुमान लगाए, तर उनी उम्मेदवार बनेनन्। अन्ततः सन् 2015 उनले एउटा घोषणा गरे जसले अमेरिकी राजनीतिलाई नै नयाँ मोड दियो। उनले रिपब्लिकन पार्टीबाट अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गर्दै भने कि उनी अमेरिकालाई फेरि महान बनाउनेछन्। यही अभियानको नारा थियो, मेक अमेरिका ग्रेट अगेन। यो नारा केही समयमै लाखौँ समर्थकको आवाज बन्यो। उनी देशभर विशाल जनसभाहरू गर्न थाले। उनका भाषणहरू प्रत्यक्ष, स्पष्ट र कहिलेकाहीँ निकै विवादास्पद पनि हुन्थे। समर्थकहरूका लागि उनी परिवर्तनका प्रतीक थिए भने विरोधीहरूका लागि उनी जोखिमपूर्ण राजनीतिक प्रयोग। तर एउटा कुरा स्पष्ट थियो, डोनाल्ड ट्रम्प अब केवल व्यवसायी वा टेलिभिजन स्टार मात्र रहेनन्। उनी अमेरिकी राष्ट्रपतिको दौडमा सबैभन्दा चर्चित उम्मेदवार बनिसकेका थिए। अब प्रश्न थियो, के कुनै व्यवसायीले राजनीतिका अनुभवी नेताहरूलाई पराजित गर्दै संसारकै शक्तिशाली राष्ट्रको नेतृत्व सम्हाल्न सक्ला? यस प्रश्नको उत्तरले अमेरिकी इतिहासमै एउटा नयाँ अध्याय लेख्ने थियो। सन् 2015 रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेपछि
धेरै राजनीतिक विश्लेषकहरूले ट्रम्पलाई गम्भीर प्रतिस्पर्धी मानेका थिएनन्। उनीसँग राजनीतिक अनुभव थिएन। अधिकांश प्रतिद्वन्द्वीहरू लामो समयदेखि राजनीति गरिरहेका अनुभवी नेताहरू थिए। तर ट्रम्पको चुनावी शैली बिल्कुल फरक थियो। उनले परम्परागत भाषणभन्दा जनतासँग प्रत्यक्ष संवाद गर्न रुचाए। उनी देशभर विशाल सभाहरू गर्न थाले। उनका भाषणहरूमा अर्थतन्त्र, रोजगारी, सिमाना सुरक्षा, अवैध आप्रवासन, कर प्रणाली र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने विषयहरू प्रमुख हुन्थे। उनको चुनावी नारा मेक अमेरिका ग्रेट अगेन अर्थात् अमेरिकालाई फेरि महान बनाऊ लाखौँ समर्थकको अभियान बन्यो। रातो रङको मागा टोपी संसारभर परिचित बन्यो। रिपब्लिकन पार्टीभित्र पनि धेरै प्रतिस्पर्धी थिए, तर एकपछि अर्को गर्दै ट्रम्पले सबैलाई पछि पार्दै पार्टीको आधिकारिक उम्मेद्वार बन्न सफल भए। अब उनको सामना डेमोक्रेटिक पार्टीको उम्मेद्वार हिलारी क्लिन्टनसँग थियो, जो अमेरिकी राजनीतिमा निकै अनुभवी मानिन्थे। अधिकांश सर्वेक्षणहरूले हिलारीलाई अगाडि देखाएका थिए, तर चुनावको दिन नतिजाले संसारलाई चकित बनायो। नोभेम्बर 2016मा डोनाल्ड ट्रम्प अमेरिकाका 45औँ राष्ट्रपति निर्वाचित भए। उनको विजयपछि समर्थकहरूले यसलाई परिवर्तनको जनादेश भने आलोचकहरूले आश्चर्यजनक राजनीतिक घटनाका रूपमा व्याख्या गरे। जनवरी 2017मा उनले राष्ट्रपतिको शपथ ग्रहण गरे। अब उनी संसारकै शक्तिशाली राष्ट्रका राष्ट्रपति थिए। राष्ट्रपति बनेपछि उनले आफ्ना चुनावी प्रतिबद्धताहरू कार्यान्वयन गर्न थाले। उनले अमेरिकी उद्योगलाई प्रोत्साहन दिने, कर प्रणालीमा परिवर्तन गर्ने, केही सरकारी नियमहरू घटाउने तथा सिमाना सुरक्षामा जोड दिने नीति अघि बढाए। उनको प्रशासनले दक्षिणी सीमामा सुरक्षा कडा बनाउने प्रयास गर्यो। आप्रवासन नीतिका कारण उनी निकै चर्चामा रहे। समर्थकहरूका अनुसार यसले राष्ट्रिय सुरक्षा बलियो बनायो भने आलोचकहरूले यसलाई अत्याधिक कठोर नीति भने। आर्थिक क्षेत्रमा ट्रम्प प्रशासनले कर कटौती सम्बन्धी महत्त्वपूर्ण कानुन लागू गर्यो। समर्थकहरूका अनुसार यसले लगानी र आर्थिक गतिविधिहरूलाई प्रोत्साहन दियो, तर आलोचकहरूले यसबाट सरकारी राजस्वमा असर पर्ने तर्क गरे। विदेशी नीतिमा पनि ट्रम्पले परम्परागत शैलीभन्दा फरक बाटो अपनाए। उनले अमेरिका फर्स्ट अर्थात् पहिले अमेरिका भन्ने नीति अघि सारे। यसको अर्थ अमेरिकी राष्ट्रिय हितलाई पहिलो प्राथमिकता दिनु थियो। उनले चीनसँग व्यापारिक विवादमा कडा अडान लिए। दुई देशबीच भन्सार शुल्क बढाउने र व्यापारिक तनाव बढ्ने घटनाले विश्व अर्थतन्त्रमा पनि प्रभाव पार्यो। उत्तर कोरियासँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्पले त्यहाँका नेता किम जोङ उनसँग प्रत्यक्ष भेट गरे। अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग यस स्तरमा भेट गरेको त्यो ऐतिहासिक घटना मानिन्छ। मध्यपूर्वमा पनि उनका केही निर्णयहरू निकै चर्चित भए। उनका समर्थकहरूले यी कदमलाई शान्ति र कूटनीतिक उपलब्धिका रूपमा व्याख्या गरे भने आलोचकहरूले फरक दृष्टिकोण प्रस्तुत गरे। यसपछि ट्रम्प सामाजिक सञ्जालमा पनि अत्यन्त सक्रिय रहे। उनी आफ्ना विचारहरू नियमित रूपमा सार्वजनिक गर्दथे। समर्थकहरूले यसलाई जनतासँग प्रत्यक्ष संवादको माध्यम माने भने आलोचकहरूले कतिपय अभिव्यक्तिलाई विवादास्पद बनाए। सन् 2020मा विश्वभर कोभिड-19 महामारी फैलियो। यो ट्रम्प प्रशासनका लागि सबैभन्दा ठुलो चुनौती बन्यो। महामारीका कारण लाखौँ मानिस प्रभावित भए, अर्थतन्त्रमा ठुलो असर पर्यो र सरकारलाई स्वास्थ्य तथा आर्थिक दुवै क्षेत्रमा कठिन निर्णय लिनु पर्यो। त्यसै वर्ष राष्ट्रपतिको अर्को निर्वाचन भयो। ट्रम्पले पुनः उम्मेदवारी दिए। यसपटक उनको प्रतिस्पर्धा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनसँग भयो। कडा प्रतिस्पर्धापछि जो बाइडेन विजयी भए र ट्रम्पको पहिलो कार्यकाल सन् 2021मा समाप्त भयो। तर ट्रम्प अमेरिकी राजनीतिबाट बाहिरिएनन्। उनले सार्वजनिक सभा, समर्थकहरूसँग भेटघाट र राजनीतिक गतिविधि निरन्तर जारी राखे। रिपब्लिकन पार्टीबाट उनको प्रभाव कायम रह्यो। धेरैले सोचेका थिए कि उनको राजनीतिक यात्रा यही समाप्त हुनेछ, तर ट्रम्पले अर्को चुनावका लागि तयारी सुरु गरिसकेका थिए। के उनी फेरि अमेरिकाको राष्ट्रपति बन्न सफल होलान्? यस प्रश्नको उत्तरले फेरि एकपटक अमेरिकी इतिहासमा नयाँ अध्याय थप्ने थियो। सन् 2024को राष्ट्रपतीय निर्वाचनमा उनी फेरि रिपब्लिकन पार्टीका उम्मेद्वार बने। चुनावी अभियानमा उनले अर्थतन्त्र, सिमाना सुरक्षा, ऊर्जा उत्पादन, सरकारी खर्च नियन्त्रण र अमेरिकी उद्योगलाई बलियो बनाउने विषयलाई मुख्य एजेन्डा बनाए। उनका समर्थकहरूले उनलाई बलियो नेतृत्वको प्रतीक माने भने विरोधीहरूले उनका नीति र शैलीमाथि प्रश्न उठाइरहे। लामो र कडा चुनावी प्रतिस्पर्धापछि ट्रम्प विजयी भए। जनवरी 2025मा उनले संयुक्त राज्य अमेरिकाको 47औँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरे।
यससँगै उनी अमेरिकी इतिहासमा 2 असम्बद्ध कार्यकालमा राष्ट्रपति बने थोरै नेतामध्ये एक बने। दोस्रो कार्यकालमा उनले सीमा सुरक्षा कडा बनाउने, अवैध आप्रवासन नियन्त्रण गर्ने, घरेलु उत्पादन बढाउने, ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने र सरकारी प्रशासनलाई थप प्रभावकारी बनाउने लक्ष्यहरू अघि सारे। उनका निर्णयमध्ये केहीलाई समर्थकहरूले देशका हितमा आवश्यक कदम भने केही निर्णयले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा व्यापक बहस जन्मायो। ट्रम्पको नेतृत्वको सबैभन्दा विशेष पक्ष भनेको उनको शैली हो। उनी परम्परागत राजनीतिक भाषाभन्दा फरक, सरल र प्रत्यक्ष अभिव्यक्तिका लागि चिनिन्छन्। यही कारणले उनी अत्यन्त लोकप्रिय पनि भए र अत्यन्त विवादित पनि। उनका समर्थकहरू भन्छन् ट्रम्पले कठिन निर्णय लिन डराउँदैनन्, राष्ट्रिय हितलाई प्राथमिकता दिन्छन् र स्थापित राजनीतिक अभ्यासलाई चुनौती दिन्छन्। आलोचकहरू भने उनको शैलीले राजनीतिक ध्रुवीकरण बढाएको, केही विषयमा अनावश्यक तनाव सिर्जना गरेको र सार्वजनिक बहसलाई थप विभाजित बनाएको तर्क गर्छन्। ट्रम्पको व्यक्तिगत जीवन पनि सधैँ सार्वजनिक चासोको विषय रह्यो। उनले 3 पटक विवाह गरेका छन् र उनका 5 सन्तान छन्। उनका केही सन्तान व्यवसाय र सार्वजनिक जीवनमा सक्रिय छन्। ट्रम्पलाई गल्फ खेल्न निकै मनपर्छ र उनका नाममा विभिन्न गल्फ क्लब तथा रिसोर्ट सञ्चालनमा छन्। व्यावसायिक रूपमा उनले ठुलो सफलता पनि पाए, आर्थिक कठिनाइ पनि भोगे। राजनीतिज्ञका रूपमा उनले ऐतिहासिक चुनाव जिते, चुनाव हारेर फेरि जिते। यी उतार चढावले उनको जीवनलाई असाधारण बनाएको छ। विश्व राजनीतिमा ट्रम्पको प्रभाव निकै गहिरो मानिन्छ। व्यापार, सुरक्षा, कूटनीति, आप्रवासन, ऊर्जा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा उनका निर्णयहरूले धेरै देशहरूको नीति र बहसलाई प्रभावित गरेका छन्। उनीबारे सकारात्मक र नकारात्मक दुवै धारणा बलिया छन्, तर एउटा कुरा पनि स्पष्ट छ, उनी आधुनिक विश्व राजनीतिका सबैभन्दा चर्चित नेतामध्ये एक हुन्। ट्रम्पको जीवनबाट केही महत्त्वपूर्ण पाठ पनि सिक्न सकिन्छ। पहिलो, ठुलो सपना देख्नुपर्छ। उनले परिवारको व्यवसायलाई मात्र निरन्तरता दिएनन्, त्यसलाई विश्वव्यापी ब्रान्ड बनाउने प्रयास गरे। दोस्रो, असफलतापछि पनि पुनः उठ्ने क्षमता महत्त्वपूर्ण हुन्छ। व्यापारमा कठिनाइ, राजनीतिक हार र सार्वजनिक आलोचनाका बावजुद उनले आफ्नो लक्ष्य छोडेनन्। तेस्रो, नेतृत्वमा आत्मविश्वास आवश्यक हुन्छ। समर्थक वा आलोचक जति भए पनि उनले आफ्ना विचार खुल्ला रूपमा प्रस्तुत गर्ने शैली कायम राखे। यद्यपि ट्रम्पको जीवनले अर्को महत्त्वपूर्ण पाठ पनि दिन्छ। सार्वजनिक नेतृत्वमा गरिने प्रत्येक निर्णयको व्यापक प्रभाव पर्छ, त्यसैले नेतृत्वसँग जिम्मेवारी, संवाद र सन्तुलन पनि उत्तिकै आवश्यक हुन्छ। आज डोनाल्ड ट्रम्पलाई कसैले सफल व्यवसायीका रूपमा सम्झन्छन्, कसैले प्रभावशाली राष्ट्रपति, कसैले परिवर्तनको प्रतीक र कसैले विवादास्पद नेता। तर उनी आधुनिक अमेरिकी इतिहासका सबैभन्दा बढी चर्चा गरिएका व्यक्तित्वहरूमध्ये एक हुन् भन्नेमा धेरैको सहमति छ। सायद यही कारणले डोनाल्ड ट्रम्पको जीवनी केवल एक व्यक्तिको कथा मात्र होइन, महत्त्वाकांक्षा, सफलता, असफलता, पुनरागमन र नेतृत्वको कथा पनि हो। यदि तपाईँलाई यस्ता ऐतिहासिक तथा प्रेरणादायी जीवनहरू मनपर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। भिडियो मन परेको भए लाइक गर्नुहोस्, आफ्ना विचार कमेन्टमा लेख्नुहोस् र यो भिडियो आफ्ना साथीहरूसँग पनि सेयर गर्नुहोस्। अर्को रोचक जीवनीका साथ फेरि भेट्नेछौँ। धन्यवाद।